Oi Zuma, oi Zuma, oi Zuma, Zumpawali. Whoa! Wah, serius lo. Yes lah. Kayak la pani खेलेल बा. Guys, म सुसाइड गर्न जान लागेको. मेरो अहिलेसम्म लभ परेन, म सुसाइड गर्न जान लागेको. हेलो गुड मर्निङ, स्वागत छ है सबैजनालाई मेरो अर्को नयाँ ब्लगमा. सो आज चाहिँ म चाहिँ यहाँ स्कुलमा छु है. सो मैले बाइक चाहिँ यहाँ पार्क गरिसकेँ है. सो आज चाहिँ म स्कुलमा छु है. आज चाहिँ स्कुलमा मेरो रिफ्रेसमेन्ट पार्टी छ टिचर्सहरूको स्टाफको होइन. सो आज चाहिँ हामी जाँदैछौँ सुकुटे बिच. सो तपाईँहरूलाई त्यहाँको अब सबै देखाउने नै छु होइन. सर म्यामहरू त्यहाँनिर आइसक्नु भएको छ होइन. उहाँहरू माथि फोटो सेसन कार्यक्रम हुँदैछ. अर्को म्यामहरू पनि आउँदै हुनुहुन्छ होइन. सो या सो अब तपाईँहरूलाई म अब आज बाइक त म लान पाउँदिनँ होइन. बाइक त लान पाउँदिनँ, तर अब यतिकै गाडीमा तपाईँहरूलाई अब यस्तो क्लिपहरू देखाउने छु. आज के गर्यो, रमाइलो गर्यो है. रमाइलो गरेको सबै देखाउने नै छु. सो लेट्स गो. अनि त्यसपछि अब अरू सर म्यामहरू यतापट्टि हुनुहुन्छ सबैजना. हाम्रो इनर्जेटिक म्याम उषा म्याम पनि हुनुहुन्छ त्यहाँ है. हजुर हजुर ल आज खै त ल आज रमाइलो हुनेवाला छ है. सो आइपुग्यो है स्यान्डी रिसोर्ट. यही हो स्यान्डी रिसोर्ट, हेर्नुहोस् ल. हामी सबैजना अब छिर्दैछौँ. ओ दामी रहेछ नि त ल स्यान्डी रिसोर्ट. एकदम दामी रहेछ नि त हौ ल. यहाँ चाहिँ अब फुटबल के अरे बास्केटबल कार्यक्रम चलिरहेछ त. ब्रेकफास्ट हुँदैछ रेडी. पुरीहरू तरकारीहरू छ है. अन्डा फेभरेट खाइदिउँ. यता चाहिँ सरहरू होइन मजाले दिइरहनु भएको छ. यो सरलाई पुगे छैन अझै सर? होइन, मलाई त एकदम आक्रामक पुग्यो. यो अन्डा एउटा बाँकी रहेछ, अब फ्याल्नु हुँदैन होइन. आमाले भन्नुभयो थियो, त्यही भएर अब यो सबै खाइदियो. ल ठिक छ. ज्यान सानो भयो भने डर बजाउँछ केटाले. त्यही भनेको ल. टन्न ब्रेकफास्ट पनि भयो, मिठो मिठो थियो है. सो अब एकदमै अब इनर्जी पनि भइहाल्यो. अब तपाईँहरूलाई म एकदमै यो यतापट्टिको सबै सिनहरू हुन्छ नि दामी दामी रहेछ क्या. एम्बियन्स चाहिँ बबाल छ है. सो इट इज भेरी ब्युटिफुल है. अनि एउटा कुरा है, तपाईँ यस्तो हुन्छ नि तपाईँहरूलाई यहाँ चाहिँ खोला पनि छ क्या होइन. अब सुकुटे हो, खोला त भइ नै हाल्छ. वहाँ पर पनि हामी जाउँला होइन. यसो सबै हेरौँ ल. तर पहिला चाहिँ तपाईँहरूलाई म यता भित्रको सबै चिजहरू देखाउँछु. ल लेट्स गो. ओके, सिनहरू तपाईँले देख्नुभयो है. अब जाँदैछु म खोला. अगाडि अगाडि हुनुहुन्छ हाम्रो प्रिन्सिपल सर, हाम्रो राज सर. यही हो. यहाँ चाहिँ अब हुन्छ नि यस्तो भलिबल खेल्न मिल्दो रहेछ है. अनि खोलामा चाहिँ जान मनाइ छ है. किनभने यहाँ अब साइनै देखाइरहेछ यहाँनिर होइन. खोलामा नगइदिनु होला, पौडी नखेलिदिनु होला है.
माथि नै स्विमिङ पुल छ के अब अहिले स्विमिङ पुल खेलौँला माथि नै होइन। अब यहाँ चाहिँ दामी दामी खोला छ। खोलाहरूमा यसो गएर रमाइलो गर्नु पऱ्यो पानी सानी खेल्नलाई। यहाँ झर्ला पानी खेलेल बा हजुर हो हाइट ल धेरै अगाडि जानु हुँदैन भनेको छ है। यसो गहिरै होला तर हेर्दा त गहिरो देखाएको छैन। म्याम्स पार्टीहरू यहाँ फोटो खिचाइ कार्यक्रम भइरहेछ। ढुङ्गा 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 कोदा गयो ढुङ्गा। खोइ त ढुङ्गै भेट्टाउँदैन त हजुर। अर्को हात पर बस हेरी साइन है। साइन छ यहाँ साइन छ यहाँ। ल के हो म्यामहरू जानुभयो क्या? ल यहाँ फोटो खिचाइ कार्यक्रम भइरहेछ है म्यामहरूको। अलिकति पर नगइदिनु है, पर नगइदिनु। ल पौडी खेल्ने के अरे पौडी त खेल्न मिल्दैन अब पिङ भयो नि खेल्नु पऱ्यो अब। ओके सो एकदम बास्केटबल खेलेर रमाइलो लाग्यो है। सो यहाँ माथितिर के रहेछ यो है यहाँका म चाहिँ है के छ यो। ओ यहाँ त अनि छुट्टै रहेछ नि त। बा सरहरू कहाँ हराएछ भने त यहाँ निस्नोकर हान्दियो रहेछ ल। एकछिन निस्नोकर हान्दिउँ न त ब्ल्याङ ब्ल्याङ लगाएर। लु हान्नुहोस् त ल सरहरू। ल जे होस् है सबै खेल्ने चिजहरू रहेछ यहाँ है एकदम। ल जे होस् दिन चाहिँ मजाले बित्दो रहेछ है। अब यत्रो उयो त हो अब त्यत्रो रिसोर्ट हो होइन। यस्तो चिजहरू नभइकन त के मजा आउँथ्यो र न। ए यहाँ क्यारम पनि रहेछ नि त। ल आउनु सर क्यारम चाहिँ हान्दिउँ अब। क्यारम चाहिँ हान्नु पर्ला छ नि त। ल क्यारम चाहिँ हान्दिउँ न त। ल मेरो भाला यसलाई त म यहाँनिरबाट त्यहाँनिर छिराउँछ त। ओए छिरेन नि त हो। ल सर त अनि आमा के यस्तो सर त मेरो त छिर्छ के अरे बिर्सेछ त अरे सक्दैन त खेल्न। बा छिर्यो होला यो त छिर्छ स्योर हो। दुईवटा छिरै गएछ होइन यो यहाँनिर। वा छिरिसक्यो ल यस्तो चप हान्छ नि म अब यहाँनिर यस्तो। ओ अब स्नोकर पनि हाल्नु पर्यो है। ल्याक लाएर स्नोकर पनि हालिदिन्छु म। ल्याक लाएर है अब फेरि हाल्दैन फेरि कसरी राख्ने हो फेरि। भयो अब सरको पालो। मजा आयो खाना खायो है। सब के गरौँ भनेर बसिरहेको। यहाँ त साथी मित्रहरू होइन को दाइ दिदीहरू होला साथीहरू पनि होला होइन।
मजाले ऱ्याफ्टिङ हाल्ला रहेछ होइन। सो जाउँ न त गएर हेरौँ भनेर अब हेर्न जानु पर्यो। त्यही हो अब ऱ्याफ्टिङको प्याकेज चाहिँ छैन, अब कुनै दिन आउनुला नि। ल झुरुक्कै बोक्यो त हौ। ओहो सानोतिनो ल खेलेरै आइसकेको रहेछ। गोप्रोले पो मजा आउँछ त खिच्नु त। यो ऱ्याफ्टिङको को भाइ हो तपाईँ? ऱ्याफ्टिङ जाने हो के गर्छु हो भन्ने यसको तपाईँहरूको ग्रुप हुनुपर्छ। पर्पस हाम्रो माथिबाट ऱ्याफ्टिङ हुन्छ, इन्जोय गर्नुपर्छ पानीमा। ओहो माथि कहाँबाट माथि बलेसी माथिबाट अनि माथिबाट ऱ्याफ्टिङ गर्छ। अनि हामीले यहाँ त्यही त यहाँबाट त यहाँ फर्म भर्नुपर्छ अनि यहाँ गाडी आउँछ ग्रुप सुप बनाएर माथि जाने। त्यहाँबाट नि यहाँ नर्मली 8 जना हो नि, 7 जना 8 जना 7-8 जना हो। 8जना ग्रुप हो भने प्याकेज सिस्टम हुन्छ कस्तो? प्याकेज सिस्टम हुन्छ पर पर्सन 1500 मतलब बलेसीदेखि यहाँसम्म। बलेसीदेखि यहाँसम्म लास्ट डेस्टिनेसन चाहिँ भनेपछि गर्नेहरूले एक्स्ट्रा तिरेर गर्नु पाइयो। तपाईँ गर्ने भयो छिटो गरेको चाहिँ अलिक घाम लाग्दा मेरो मार्नु त्यही भने ल यहाँ चाहिँ हो होइन यस्तो ऱ्याफ्टिङ हान्ने। अब यहाँ ऱ्याफ्टिङ गर्ने बजेट त छैन, अब पछि गरौँला। ओके सो रमाइलो पनि गऱ्यो है। ओके सबै गरियो, स्विमिङ गरियो, टेबल टेनिस खेल्यो, स्नुकर खेल्यो, सबै चिज गर्यो, रमाइलो गर्यो। सो म चाहिँ एकछिन यसो यतातिर आएको थिएँ है। सो यत्तिकै पिसफुल इन्भाइरोमेन्ट तपाईँहरूलाई देखाउँछु त म है। सो यस्तो मजाको पिसफुल इन्भाइरोमेन्ट छ, कोही पनि छैन। सो म चाहिँ यहाँ छु है। ओके ल सो अब अहिले चाहिँ यहाँनिर चाहिँ अब म एक्लै किन आएको भने चाहिँ होइन, सो अस्ति मैले भनेको थिएँ तपाईँहरूलाई होइन, अब अलिकति भ्लगहरू नआउनुको कारण है आइए चिलाएको छैन। ओके सो भ्लग नहाल्नुको कारण पनि छ है। सो कारण चाहिँ के थियो भने चाहिँ होइन, अलिकति अब यो फागुन पुष माघ फागुन चैत चाहिँ यो चाहिँ प्रोग्रामको टाइम हो क्या। स्कुलहरूतिर अब एकदमै धेरै टाइम हुने के अरे प्रोग्राम हुने टाइम हो। सो एकदम बिजी थिएँ म प्रोग्रामको कारणले गर्दाखेरि। कहिले यता स्कुलमा प्यारेन्ट्स डे हुने, कहिले उता स्कुलमा प्यारेन्ट्स डे हुने, कहिले उता स्कुलमा प्यारेन्ट्स डे हुने। सो 3-4वटा स्कुलको प्यारेन्ट्स डे हुँदाखेरि अलिकति धाउधाउ हुन्छ नि त। प्रोग्राम के अरे डान्सहरू सघाउनु पऱ्यो, यो गर्नु पऱ्यो बिहानदेखि बेलुकासम्म। अनि फेकाको कम्पिटिसन थियो होइन, अनि फेरि मिनी ल्यान्डको कम्पिटिसन्स थियो, स्कुलहरूको कम्पिटिसन्सहरूतिर जान्छ, कल्चरल डान्स कम्पिटिसन्सहरूतिर। सो मिहिनेत त गर्नु पऱ्यो होइन, त्यही भएर सोच्नु त पऱ्यो। कोरियोग्राफी गर्नलाई एकदम टाइम लाग्छ एज अ बिङ डान्सर्स कोरियोग्राफर होइन। सो सोच्नुपर्छ जे पनि। सो त्यही भएको। सो मैले टाइमै दिन पाइनँ अनि त्यही भएर चाहिँ अब अहिले चाहिँ अब म सबै प्रोग्रामहरूबाट अलिकति फ्री भएको छु होइन। सो सकेसम्म अब कन्टिन्यू चाहिँ गर्छु है। अब एकदम राम्रै थियो, भ्युजहरू पनि राम्रै आइरहेको थियो होइन। या अरू त के भन्नु खोइ रिजन्सहरू, बिजी थिएँ भनौँ न, बिजी थिएँ। द्याट इज वाइ आई कुडन्ट पोस्ट रेगुलरली होइन, भ्लगहरू रेगुलरली पोस्ट गर्न पाइनँ। इट टेक्स टाइम होइन, सुट गर्नलाई अनि एडिट गर्नलाई टेक्स टाइम होइन। अनि प्लस अर्को भनेको चाहिँ यो आइफोनको चाहिँ एउटा एकदमै प्रब्लम चाहिँ के हो भने स्टोरेज चाहिँ कम के, स्टोरेज पनि एकदम कम। अहिले पनि मैले एकदम भिडियोजहरू पहिलाको डिलिट गर्दै गरिरहेको छु क्या। सो स्टोरेजको प्रब्लमले गर्दा पनि थियो, प्लस आई डिन्ट ह्याभ मच टाइम होइन। आई वाज सो बिजी, द्याट इज वाइ आई कुडन्ट पोस्ट एनी भ्लग भनौँ न। सो आई कुडन्ट सुट एनी, आई कुडन्ट गो एनीवेयर। मैले डान्सको भ्लग चाहिँ ल्याउन लागेको थिएँ, बट त्यही त हो नि स्टोरेज प्रब्लम है। सो नेक्स्ट टाइमदेखि तपाईँहरूलाई डान्सको भ्लग पनि आउनेछ, कम्पिटिसनतिर गएको कतैतिर गएको होइन। सो सबै सकेसम्म सबै तपाईँहरूलाई हुन्छ नि सबै देखाउने छु। सो त्यही हो, माया गरिदिनु होला है। अब सकेसम्म अब अहिलेसम्म जति पनि माया गरिदिनु भएको छ होइन, जतिजना अब 400जनाले 300जनाले सब्सक्राइब गरिदिनु भएको छ, सबैजनालाई थ्याङ्क यू सो मच। र यसरी नै अब माया गर्दै जानु होइन, सेयर गर्नुहोस्। अनि नयाँ हुनुहुन्छ भने
सब्सक्राइब गरिदिनुहोस् होइन अनि वी गना ह्याभ सो मच फन टुगेदर या रूपपति बल्दै आइन् झुमा झुम्कावाली ओइ झुमा झुम्कावाली रूपपति बल्दै आइन् झुमा झुम्कावाली हेरा हेरा चढ्न थालिन् हेरा हेरा चढ्न थालिन् बैसको उकाली ओइ झुमा झुम्कावाली ओइ झुमा झुम्कावाली ओके डान्स सबै गरियो टिकटक सिकटक सबै खिच्नुभयो म्यामहरूले होइन अब जाउँ हामी खाना खानलाई अब भोक लाग्यो खाना खाएर अनि निस्किनुपर्छ लेट्स गो सबैजना खाने भइसक्यो सरहरू यहाँ होइन मेरो नै खाना आयो यहाँ ल खाना पनि खाइयो गाइस है टुम्बो भइयो ल अब तपाईँहरूलाई अब बाँकीको त अब के चाहिँ देखाउनु होइन सबै त्यो बाटोको ठाउँ हो अब हामी जान लाग्यो सो अब सबैजना खाइसकेपछि निस्किन्छौँ सो बाटोको त के देखाउनु तपाईँहरूलाई अब अहिले नै हुन्छ नि अब घर कतिखेर पुग्ने राति नै पर्छ हो अनि त्यही भएर चाहिँ अहिले नै ब्लग इन भएको घोषणा गर्दै हामी नेक्स्ट ब्लगमा फेरि नै भेट्नेछौँ टिल देन टेक केयर गाइज सी यू बाई बाई